ए बस्दा रात भइसक्यो के यो विभिन्न यस्तो होइन यार किन मलाई त सुरुमा यो खानु मन लाग्छ फेरि यो पहिलोचोटि क्यामेराको अगाडि आएर खान नि बिर्सी लाग्यो कोरियनहरू किन यङ हुन्छ उनीहरू किन के अरे बलियो हुन्छ थाहा छ किन बुढो मान्छे पनि अलिकति भर्खरको देख्छ उनीहरू धेरै त्यो ग्रिन भेजिटेबल्स खाएर होइन सबैजनालाई टेस्टिदेले पासाङ र ज्यामु मुकबाङ च्यानलमा चाहिँ यहाँलाई धेरै धेरै स्वागत छ। आज चाहिँ मसँग मेरो बहिनी निन्दा चाहिँ मसँगै आज मुकबाङ गर्न चाहिँ यहाँ हामी उपस्थित भएका छौँ। अनि आज चाहिँ यहाँ हामीसँग पिरो रामेन छ, त्यस पछाडि आज चाहिँ यो के अरे पोर्क आज फ्राई पोर्क हामीले बनाएका छौँ। त्यस सँगसँगै सलाद साग छ अनि यो के अरे गाजर भयो। त्यस पछाडि हामीसँग अङ्गुर अनि लसुन अनि यति नै रहेको छ। अनि आज हामी मुकबाङ गर्नेछौँ। पहिलोचोटि बहिनीसँग यहाँ मुकबाङ भइरहेको छ। अनि मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ल हामी चाहिँ अब सुरु गर्नेछौँ है त। ल खाने होइन हजुर ल खाइहालौँ त। ल कस्तो रहेछ टेस्ट गरौँ। फर्स्ट बाइट दिदी आज पनि पिरो बनायो क्या वाउ मलाई चाहिँ सुरुमा यो खानु मन लाग्छ फेरि यो जहिले पनि पोर्क खाँदाखेरि चाहिँ यो सलाद साग चाहिन्छ क्या। यो भएपछि चाहिँ चिल्ला काट्छ नि त यसले। कसले बनाएको आज बनाउने मान्छे चाहिँ कहाँ गएछ हो र? जो डिस्टर्ब गर्न आइहाल्यो फेरि एउटा वाउ सबैजना हल्का छोरीले डिस्टर्ब गरेको छ। कस्तो लाग्यो? मिठो छ त्यो मिठो छ भनेर गम गम खानुपर्छ नि। मिठो छ मात्रै भयो हुन्छ। पहिलोचोटि क्यामेराको अगाडि आएर खान नि बिर्सी लाग्यो कस्तो हुँदो रहेछ त पहिलोचोटि क्यामेरा अगाडि आउँछ खाना? डर लाग्छ पहिलो एक्सपिरियन्स कस्तो छ? अब मुकबाङ गर्नलाई त त्यस्तो हुन्छ। अरू क्यामेरा त्यसमा तेर्सायो भने के होला? पिरो रहेछ अति। पानी हाँ? गरम पानी पिरो मिठो छ है।
मलाई सबभन्दा धेरै मनपर्ने भनेको यही हो, सलाद चाइनिज साग। साग। चाइनिज सागसँग यो पोर्क चाहिँ दामी हुन्छ क्या। लसुन हाल्नु न। अनि लसुन आज हरियो खुर्सानी राख्नु बिर्सेछ। यो चाहिँ आज निन्दाले बनाएको हो, ठिकै बनाएको छ। कोरियनहरू किन यङ हुन्छ, उनीहरू किन के अरे बलियो हुन्छ थाहा छ? किन बुढो मान्छे पनि अलिकति भर्खरको देख्छ उनीहरू धेरै त्यो ग्रिन भेजिटेबल्स खाएर होइन। के यस्तो पिरो खाएर? एकजना साथीले भनेको के अरे एउटा कोरियनलाई सोधेको अरे, तपाईँहरू चाहिँ किन अलिकति धेरै उमेर भए पनि यङ देखिने, अलिकति तगडा किन हुन्छ भनेको अरे। अनि उनीहरूले के भन्यो अरे भन्दाखेरि हरेक डिसमा मासु हुनुपर्छ अरे उनीहरूको। त्यस पछाडि त्यो मासुसँग चाहिँ जति मासु खान्छ त्यति नै सलाद खानुपर्छ अरे क्या। अनि अर्को कुरा चाहिँ एभ्रिडे एक्सर्साइज। त्यस पछाडि अर्को कुरा भनेको एभ्रिडे नुहाउनुपर्छ अरे क्या। त्यति गर्नुपर्छ अरे भने जहिले यङ र बलियो हुन्छ अरे। अनि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ एक्सर्साइज। जहिले पनि आफूले आफूलाई जवान सम्झिनुपर्छ अरे क्या। कहिले पनि म बुढो हो भन्नु हुँदैन, सोच्नु हुँदैन। जसले आफूलाई पनि म अब बुढो भएँ, म बुढो भयो भने त्यो जहिले पनि बुढै हुन्छ, छिट्टै बुढो हुन्छ। त्यो भयो तपाईँहरूले कसरी यङ हुनुपर्ने रहेछ आइडिया पासाङ दाइबाट। त्यही भएर यो चाहिँ मैले सिकेको साथीहरूबाट अरूको अनुभव। यो त अनुभव सेयरिङ गरेको हो नि त। साँच्चै पनि होला नि जस्तो लाग्यो, किनभने उनीहरू एकदमै यङ पनि देखिन्छ, बलियो पनि हुन्छ। उनीहरू एक्टिभ पनि हुन्छ नि त, त्यही भएर पनि हो। खायो बस्यो होइन, खान्छ बस्छ, एक्सर्साइज पनि हुन्छ। पहिलोचोटि मुखबाङ क्यामेराको अगाडि बनाएर यसो बस्दाखेरि कस्तो फिल भएर छ? कस्तो खै कस्तो अप्ठ्यारो भएर छ नि होइन? यो सबैलाई हुन्छ, मलाई पनि हुन्छ। सुरुमा क्यामेराको अगाडि बस्दाखेरि कस्तो फिल त जसलाई नि हुन्छ। बिस्तारै यो हराएर जान्छ क्या। प्र्याक्टिस गर्दै जानुपर्छ, हराएर जान्छ। अनि कतिपय साथीहरूले यसरी नै मुखबाङ बनाउने अथवा भिडियो बनाउने युट्युब च्यानल बनाउँदै हुनुहुन्छ भने फेस अगाडि सुरुमा अक्कड लाग्छ, बिस्तारै केही लाग्दैन। तपाईँलाई त बानी भइसक्यो है? हामी पनि भर्खर सिकिरहेछौँ कसरी मुखबाङ च्यानल बनाउने भनेर। नमिलेर हैरान भयो।
सपोर्ट गर्नु होला, सब्स्क्राइब गरिदिनु होला, अनि धेरैभन्दा धेरैलाई सेयर गरिदिनु होला, फेसबुकतिर पनि पोस्ट गरिदिनु होला, भ्युज बढाउन, सब्सक्राइबर। पछि योभन्दा राम्रो भिडियोहरू ल्याउनेछु, तर अहिलेलाई यस्तै भइरहेछ, क्षमा गर्नु होला नराम्रो भएमा। अनि यो चाहिँ के मैले मात्रै खाने हो? खानु न। अर्को साग ल्याउनुपर्छ। मैले यो चाहिँ खाएर सिधा आएँ। अब यो सकेपछि समाप्त हुन्छ। च्यालेन्जमा पनिसमेन्ट राख्यो भने तिमी जहिले हार्ने। भयो। अब मलाई चाहिँ म मात्रै कति खाने हो? अब यो तिम्रो भएको यो तिमी खानुपर्छ सबै। म त धेरै खायो। अब लगभग हामी अन्त्य गर्छौँ। यो चाहिँ हामी बिस्तारै खान्छौँ है। यहाँ अलिकति डिस्टर्ब धेरै भयो, अनि डिस्टर्ब धेरै भएको कारणले गर्दाखेरि चाहिँ छिटै यो भिडियो बनाउनु पर्ने काट्नुपर्ने अवस्था आयो। किन भन्दाखेरि अब छोरीले यहाँ डिस्टर्ब गरिरहेछ। ल अब यति नै होला आजलाई। तपाईँहरूलाई मन पर्यो भने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु नभुलिदिनु होला।